1 2 3 go. Hello everyone, welcome to my Facebook video. आज चाहिँ हामी मुभन गर्न लागेको यहाँ छ 2 PM आज रात परिरहेको छ अन्डा मोमो अनि यहाँ चाहिँ प्राउनको चिप्स अस्ति ल्याएको अनि यो चाहिँ फ्रेन्च फ्राइज के हो अनि यो चाहिँ फ्रेन्च फ्राइज विथ केचअप सो स्टार्ट गर्छु ल खानु त पनि फर्स्ट करेन्टबाटै ए यो 2 PM हो यो चाहिँ जे खाँदा हुन्छ हैन म 2 PM यस्तो मिठो लाग्यो कि करेन्ट भन्दा मिठो 2 PM हो हैन अन्त itu frozen वाला फ्रेन्च प्राउन को ओके अस्ति मैले किनेको तिमीले के भनेर ल्याएको थियौ म त त्यो झिङ्गामा छ भनेर ल्याएको नि फोटो देख्नु पनि तिमीले उयो भइहाल्यो फोटो देखाएर चाहिँ किनेको मलाई बुढबाक भन्छ फेरि बुढबाक त त्यस्तो रहेछ नि त सुन्नु त प्राउनै खानुपर्छ हामी त फर्स्ट टाइम त्यो नर्मल चिप्स रहेछ ओके त बनाउनु त यो सुन्नु त म त नर्मल लाग्यो के खाउँ साला के भन्दाखेरि करेन्ट चाहिँ मेरो फेभरेट हो के नभन्नु त उसको फेभरेट हो यस्तो पिरो पनि पचाइन्छु म चाहिँ आएको दिन कतिचोटि खाएको थियो बिहान ब्रेकफास्ट डेली करेन्ट म 3x पनि खाइदिन्छु तर अलिकति पिरो चाहिँ लाग्छ तर खाइदिन्छु 3x पनि खाइदिन्छु जिब्रो मोइसक्यो क्या पिरोले अनुहार चाहिँ त हात कालो देख्छ मोमो फ्राई मोमो मिठो हालिदिन्छु पहिला मैले के सोच्थेँ भन्दा यो करेन्टहरू नि त्यति मान्छेहरू किन खाएको यस्तो चिजहरू भन्छ कि यो त्यसो एउटा लत हेबिट गर्छ क्या अहिले मैले रियलाइज गर्दैछु जस्तो मैले अहिले यो नभई हुँदैन ल्याउँछु जतिसुकै अब खाने चाहिँ पर्छ मलाई बिहान ब्रेकफास्टमा करेन्ट खाएन भने मन बार टोइलेट जान्छु तर करेन्ट चाहिँ खाएको मिठो लाग्छ क्या करेन्ट किन लागेको त्यति खाएको खानु नदिएको पानी विथ अन्डा हामीले झन् जति दिउँ कुखुरालाई ओखा दिने अन्डा त सकाउन जे पनि बोलेको ल सबै केटाको ल करेन्ट त्यो टिस्यु पेपर तानेको हुन्थ्यो खाला सधैँ मिठो है मोमो त खाँदिनँ म मन पर्दैन भेज रहेछ मासु खाने बानी भयो कि मासु खाने बानी भयो कि खालि मासु त प्लान छैन
मजा आयो यार खानु यो खानु ल के भयो खाउँ न म खाँदै थिएँ त भयो खान्छु नि अनि खानु भन्नु त सकाउनु पर्छ नि त अन्त सबै जगाउनु पर्छ नि हामी चाहिँ गेम खेल्न खाने भनेको थियौँ कि तर अब म त तिमीले सोध्नु मात्रै होला सबै सकाइदिनु सानो नानी छ नि त अन्त अब त्यो गेम खेलिरह्यो अन्त अब टाइम लाग्छ भनेर चाहिँ ए होस् खाइहाल्नु यति गर्नु त्यही भएर म बन्द गरेको आमा फेरि पहिला मजा आउँछ क्या मलाई एकछिन भयो नानी भनेको कहाँ हौ हामी मोमो खायो त्यो टिस्यु पेपर बक्स ल्याउ त चल छ त्यो यसमा डिलिभरी गरेको छु अब यत्रो गरम भयो फ्यान त अन गर्नुपर्छ कम्ती अन्त अब त अन्त हो च्यालेन्ज गर्नुपर्छ है 500 रुपियाँ च्यालेन्ज तपाईँले जित्यो भने म 1000 मैले जितेँ तपाईँले जित्यो भने म 500 दिन्छु मैले जितेँ भने तपाईँलाई 1000 के भयो त्यो तपाईँकोबाट त 500 बेसी म चाहिँ एक्स्ट्रा 500 रुपियाँ दिनु होइन के हुन्छ र मैले जितेँ त रुनु लाग्यो मिठो हेप्पी लाग्छ हौ यो मान्छेलाई यदि लाग्छ क्या यो यस्तो चिजहरू स्पिड गर्छु हेर्दा हेर अब यदि लाग्छ नि त ए खाएको हुँदैन अब के हामीले अब त्यस्तो उयो पनि दिएको छैन होइन कन्टेन्ट दिनु पनि सक्दैन नि त त्यस्तो अब इन्ट्रेस्टिङ यस्तो हुन्छ होइन अन्त त्यो कन्टेन्ट क्रिएटरहरूले उनीहरूलाई त अब त्यो उयो हुन्छ नि त ब्रिफिङ दिनु आउँछ बोलेर अब हामीलाई त अब त्यस्तो म त तिम्रो उयोले मात्रै कोर्सले मात्रै त बसेको यो जग्गामा मलाई इन्ट्रेस्ट पनि छैन यो आउनु पुऱ्याउनु फेरि एकदिन युट्युबरै हुनुपर्छ भिडियोहरू होइन किन गर्नु राम्रो त छ युट्युबतिरबाट मैले यो फेरि भन्छु हुँदैन ट्रेन डुब्लिङ गरेको भिडियोमै पढ्ने आई थिङ्क साथीहरू हामीले यति खानु सक्दैन जस्तो छ सक्छौँ यो चाहिँ मलाई के मतलब भने यो चाहिँ हो मैले हिजो पनि कति फ्याँक्यो हिजो 2 प्याकेट मोमो छोड्यो यो एकचोटि यो त मोमो चाहिँ म बेच्न मैले कति खायो यो खाउनु मोमो चाहिँ म बेच्न मोमो त मनै पर्दैन त्यो मिठो सब्जी मलाई मिठो दुईजना आइदियो भेट्यो मिठो भनेको मेचीको नि अनि मेची हो त ए मेरो नाम पनि यस्तो
होस् 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 आमा होला भिडियो गर्दैछ भिडियो गर्दा गर्दा अब डिस्टर्ब हुन्छ है I can't get it. Mua ngon mà rồi, bên đi bộ phải vào sao? म त Bên đi khạc. मैले अघि मात्रै Ai vui vô con đâu đi khạc. माछा बनाएको Một cái hình ảnh khai như là ba. Ta khai sẽ yêu được sự hút tung vào cái. Ta suy. Suy काम बहुत छोड़े रहा हूँ मतलब है. खाना तो मजा आउँछ है. खाएर चाहिँ पचाउनु पर्यो है तर त्यो खाएर सुतेर के भएको छैन होइन मैले त खाएपछि पच्छ पच्नु त सबै पच्छ नानीलाई गर्नुपर्छ पच्छ नि त ट्रोल गरे तिमीलाई इङ्ग्लिसमा ट्रोलरहरू को मान्छे होइन किन्न जानु भनेर भन्दै गर्छ मेन गर्ने त्यो सबैमा त्यसै कसम हौ तपाईँको कसम अन्त के भन्यो त्यसलाई मैले केही जवाब फर्काइन कहाँको रहेछ मलाई त्यो त्यसको लेभलमा आउनु मन छैन नि त कहाँको रहेछ हो नि त फेक आइडी मान्छेहरू त्यही त हो अरूले उन्नति गरेको देख्नु सक्दैन अरूले एक दुई दिन भिडियो बनाएपछि रिस उठ्ने त्यस्तो हुन्छ जसलाई पनि त्यस्तो हुन्छ होइन तँलाई जति रिस उठ्छ रिस उठ अब मेरो अनुहार जस्तो सुकै भए पनि के गर्नु मेरो नानी छ अहिले मेरो बुढा छ अहिले मलाई मतलब छैन त्योहरूले मलाई जसुकै भन्यो होइन फेक आइडी खोल्यो सिम भन्यो क्यारेक्टरले त्यस्तो पनि हुन्छ हौ के यो सबै जान्छ जान्छ त्यसले मेरो हेर्छ होला नि त्यसले को पनि मेरो सामने आएर टक्कर गर्नु मलाई एकछिन बिहोस नआइदिनु त्यो चाहिँ मैले बिर्सेछ त्यो चाहिँ मैले कहाँ जाँदाखेरि देखेको त्यो चाहिँ मैले तपाईँलाई भन्नु बिर्सेछ हो त्यसलाई पनि म एन्सर दिनु त्यसको जवाब दिनु पर्यो भनेको कि उयो गरेर उल्टा आफ्नो मुख खराब हुनु त्यसलाई छोडेर मैले ध्यानै दिएन मान्छे थोडी न हो आज त बादमा मलाई दिइहाल्यो नि त न त मलाई बिर्सेको त्यस्तो मान्छेहरू मान्छेमा गिन्ती थोडी न आउँछ त्यो मोटा दिमागको मान्छेहरू के तिनीहरू कुरा नबुझ्ने त अब त्यस्तै हो अब मान्छेहरू जस्तो आफ्नो आफूले ज्ञान पाए त्यस्तो त बोल्छ आमाबाउले जस्तो ज्ञान दिए त्यस्तो हो होइन के मतलब अलिकति होला नि अलिकति भन्नु अन्नु वान बाइट होला यो चाहिँ के भिडियो नहालै म त लाग्छ यस्तो मेहनत गरेर बनाए नहाल्दा पनि त छ कहाँ हाल्थ्यो भयो यति हो लास्ट प्लिज प्लिज नबुढी म बनाएको छ साथीहरू यति नै थियो हामी बुढाबुढी भएर बुढाबुढी मिलेर यति धरी त खान सक्दैन हो त्यो पनि अब भ्लगर मुखभङ्ग छ होइन तिनीहरू चाहिँ मान्नुपर्छ यति खान्छ हामी नसकिन्छ त ए म त ढाँड दुखिसक्यो मान्छे एउटा कला हो या त्यो पनि जो त्यसले थोरै न खान्छ आदत पनि हो अब कति बेला खान्छ होइन भयो